साथीहरु अघि छोपेको मौरी चाहिँ हामीले मुडे घाटको मौरी चाहिँ आधुनिक घरमा राख्नु खोज्दैछौँ। कस्तो हुने रहेछ हाम्रो पनि यो पहिलो अनुभव हो। कसरी राख्छौँ यतापट्टि अलि मामा केटाहरू टोपी त लाउनु पर्थ्यो नि मामा। सेफ्टी फर्स्ट भनेर यस्तो हुँदाखेरि मैले चाहिँ लगाएर बसेछु है मामाले नलगाएर। राना फुट्यो भने फेर हुन्छ। एकछिन चाहिँ यसलाई यहीँ राखेर पनि बिरकोरी छिपेर राख्न सकिन्थ्यो, तर हामीले चाहिँ साथीहरूलाई देखाउँ कस्तो हुँदो रहेछ त नि भनेर हजुरहरूलाई पनि त भिडियोमा हेरेर आनन्द पक्का आउँछ होला भनेर हजुरलाई देखाउनुको लागि चाहिँ यही सबै गर्दैछौँ है हामीले चाहिँ। नत्र यसरी नै सर्लक्क राखेर एकछिनसम्म राखिदिएपछि आफै आफ्नो ठाउँमा गएर बस्ने काम गर्छ। तर हामीले चाहिँ भिडियोमा देखाउँ सबैजनालाई थाहा होस् कस्तो हुँदो रहेछ के रहेछ भन्ने कति मान्छेहरूलाई चाहिँ साथीहरूलाई चाहिँ हुन्छ नि त मनमा। त्यसको लागि चाहिँ हामीले यदि यो फेरि उडेर गयो भने नि हामीले चाहिँ छोप्न सकिन्छ। त्यही भएर अब गर्न सक्छु छोप्न सक्छु भन्ने भइसकेपछि चाहिँ यस्तो गर्दाखेरि पनि हुन्छ। कति साथीहरूले मौरीको मह खानुहुन्छ तर त्यसको बारेमा थाहा हुँदैन नि त। त्यसको लागि चाहिँ यो भिडियो हजुरहरूको लागि ल साथीहरू। लगभग यो फ्रेममा पनि नअट्नु छ कि यति धेरै। त्यही भएर फ्रेमहरू थप्दै हुनुहुन्छ उहाँले। अहिले सिजन पनि लगभग राम्रो छ, पानी बेलाको भएर हरियाली राम्रो बेला भएको भएर मौरीको लागि एकदमै राम्रो सिजन पनि हो। अब लगभग सुरु हुन लाग्यो सिजनको। सजिलो खानु भयो। हामीले यसलाई चाहिँ यसरी भात त धार्न पनि सकिन्छ तर रानो मर्नु डर हुन्छ कि। रानो चाहिँ सबैभन्दा सेन्सिटिभ हुन्छ कि हावी मामा? रानो त अनि यो पनि भयो। अब यसलाई अब क्विन गेट कहाँ हो? क्विन गेट यो चाहिँ रानोको लागि। रानो 1-2 दिन चाहिँ रानो उडेर नजाओस् भनेर छिर्नको लागि हामीले किल्ला नि लगाइदिनु भयो? किल्ला छ अलरेडी लगाइदिनु। अस्ति त उता त निकालेर भागिदिएछ किल्ला नै।
ल ल हेर्नु बन्द गर्दै